बाइबलले रोमी 8:38 र 39 भन्छ, किनभने म निश्चय जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा भविष्यका कुराहरूले, शक्तिहरूले, उचाइले वा गहिराईले वा अरू कुनै सृष्ट थोकले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। याद गर्नुहोस् मित्रहरू, कहिलेकाहीँ आफ्ना कमजोरीहरू, विगतका गल्तीहरू र पापहरू सम्झेर हामीलाई लाग्छ म यति अयोग्य छु, परमेश्वरले मलाई कसरी प्रेम गर्न सक्नुहुन्छ। मानिसहरूले हाम्रो गल्ती देख्दा हामीलाई छोड्न सक्छन्, हाम्रो तिरस्कार गर्न सक्छन्, तर परमेश्वरको प्रेम मानिसको जस्तो सशर्त हुँदैन। उहाँको प्रेम यति विशाल र यति शक्तिशाली छ कि यसलाई कुनै पनि कुराले तोड्न सक्दैन। तपाईको विगतको कुनै पनि भयंकर गल्तीले, वर्तमानको कुनै पनि कठिन परिस्थितिले वा भविष्यको कुनै पनि अज्ञात डरले तपाईलाई परमेश्वरको यो प्रेमबाट कहिले अलग गर्न सक्दैन। स्वर्ग र पृथ्वीको कुनै पनि शक्तिले तपाईलाई उहाँको हातबाट खोसेर लान सक्दैन। तपाई परमेश्वरको दृष्टिमा अत्यन्तै बहुमूल्य हुनुहुन्छ। त्यसैले आफूलाई एक्लो र तिरस्कृत कहिल्यै नठान्नुहोस्। तपाईलाई अनन्त प्रेम गर्ने परमेश्वर सधैँ तपाईको साथमा हुनुहुन्छ।